सो म त डेस्टिनेसन आफ्नो पुगिसकेन। यही रहेछ खेत है मेरो चाहिँ, यो रहेछ खेत। अनि यस्तो नै यो खुट्टाहरू के अरे रोपेर यहाँ बनाएको रहेछ। अनि नापेर पुरै यो खेतमा नै पुरै 200-300 जति बोट लाउने प्लान छ। अनि यो चाहिँ हाम्रो धानको बिउ हो, अझै भएको छैन, अझै 10 दिन लाग्छ होला। अनि अब हामी चाहिँ ऊ पर पुग्नुपर्छ। यो पर पुगेर अनि त्यही बोटको मुनि काम गर्ने मान्छे छ, मम्मीले चाहिँ चाँडै नै गएर खाना चाहिँ लगिदिनु भएको छ। अब चाहिँ म पनि पुग्दैछु। ओ निन्जा टेक्निक चप्पल झुन्ड्याउने। अब यस्तै हो है त, हाम्रोतिर यस्तै हो अब काम गर्ने टेक्निक चाहिँ। ल